सेवारो नमस्ते। आज पौष 15 गते 2082 साल म तपाईहरुलाई देखाइरहेको छु नयाँ गन्तव्य। नयाँ गन्तव्यमा मैले यस्तो एकजना व्यक्तित्व भेट्टाएको छु। जेन्टल ह्यान्डसम मात्र होइन, यति ट्यालेन्ट एउटा युवा नेता भेट्टाएको छु। उहाँसँगको केही रमाइलो कुराकानी म यो भिडियोमा प्रस्तुत गर्न लागिरहेको छु। भूमिपुत्र अनलाइन युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गरेर माया गरिदिनु होला, साथ सहयोग गरिदिनु होला र यो भिडियोहरू हेरेर तपाईहरुको सुन्दर कमेन्ट जारी गरिदिनु होला। धन्यवाद। सेवारो नमस्ते। फ्याफुल्ला जजलुप्पा झोरले। सेवारो नमस्ते। नमस्ते हजुर सेवारो। तपाईं यति ह्यान्डसम हुनुहुन्छ, फोटो खिच्दै घुमिरहनु भएको छ। तपाईं कहाँबाट आउनु भएको आज? हजुर म झापा दमकबाट। यो लिम्बुवानको अन्तिम बोर्डर सप्तकोशी हजुर को अहिले ठ्याक्कै नदीमा उभिरहेको छु। यहाँदेखि पूर्व लिम्बुवान। हजुर यो तपाईको यो कोशीदेखि पारीपट्टि खम्बुवान क्षेत्र पर्छ। यो चाहिँ पारी चाहिँ कुन क्षेत्र, कुन जिल्ला हो? यो पारीपट्टि उदयपुर पर्छ। खम्बुवानको स्पेशल एरियाहरू यहाँ पायो कोशी पारी। यो चाहिँ उदयपुर पर्यो। अरुण पश्चिम र अरुण पूर्व। सप्तरी चाहिँ कता? सिरा चाहिँ यता तराई बेलतिर पर्छ। यो चाहिँ पहाडै पर्यो। यो चाहिँ पहाडै पर्यो। दमकबाट यहाँ आइपुग्नु भएको छ। यहाँतिर निकै सुन्दर देखिन्छ, खुला बगर, खुला मौसम, निकै आन्तरिक भिजिटर घुमिरहेको देखिन्छ। खास तपाईँ चाहिँ यहाँ के को घुम्नै आउनुलाई कि के को लागि आउनु? मलाई चाहिँ यो प्रकृतिक अत्यधिक मनपर्छ। हजुर यो सुन्दर प्राकृतिक, यो ठुलो समुद्र, यसको बगर, यो खोलाको छेउ होइन, साह्रै मनपर्छ। त्यसैले म प्रकृतिक प्रेमी भएको कारणले प्रकृतिलाई एउटा मनोरञ्जन लिन, प्रकृतिलाई जिन्दगीमा आफूसँग सँगसँगै बगाउन र प्रकृतिमा रमाउन यसलाई म आएको छु। अनि तपाईँको यसो ड्रेसअपहरू हेर्दाखेरि त तपाईँ निकै महान, निकै पढे लेखा जस्तो देखिनुहुन्छ। के गर्नुहुन्छ तपाईँ? हजुर म चाहिँ ब्रिटिस आइडी कलेजको सञ्चालक प्रमुख। हजुर र अहिले पोलिटिक्स पनि गर्छु। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चको महासचिव। तमाम आदिवासी जनजाति होइन, उत्पीडित दलितहरूको लागि पहिचानको लागि लडिरहेको व्यक्तित्व हुँ। यो पहिचानको निमित्त सम्पूर्ण संसारका होइन, सम्पूर्ण जातिहरू, सम्पूर्ण। तपाईँको नाम नि के हुन्छ? नेता पनि पर्नुभएछ, ब्रिटिस ल्याङ्ग्वेजको चाहिँ प्रिन्सिपल पनि हुँदो रहेछ। तपाईँको नाम चाहिँ नि के भन्छ? धनराज सुब्बा फेदापे माइला। हजुर अथवा धनराज सुब्बा तेर्थुमे। पछिल्लो चाहिँ धनराज सुब्बा फेदापे माइला। हामी हरेक लिम्बुहरूले चाहिँ नामको पछाडि आफ्नो भाषाको नाम राख्ने गरेका छौँ। अहिले तपाईँको पूर्व चाहिँ पुर्खाको थलो चाहिँ तेर्थुम? मेरो तेर्थुम सिर्जुङ हो। सिर्जुङको मान्छे हो, म जन्मेको पनि त्यही ठाउँ नै हो। तर अहिले झापाको दमकमा बस्छु। यो अघिल्लोचोटि म चुनावमा पनि लडेको थिएँ, योचोटि पनि प्रयास गरिरहेको छु। के छ त तपाईँको पार्टीको नाम के पो भन्नुभयो? सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च। यो पार्टीको के छ अहिलेको अवस्था? अब चुनाव पनि अन्तरिम सरकार जेनजीहरूको अकल्पनीय आन्दोलन पछाडिको अन्तरिम सरकारले फागुन 21 चुनाव पनि घोषणा गरेको छ। के छ त सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको चाहिँ राजनैतिक अवस्था, ग्राउन्ड फिल्ड के कस्तो छ? हामी स्पेसल तपाईँको पहिचानवादी, पहिचानको मुद्दालाई नछोड्ने, लिम्बुवान, खम्बुवान, तामसाङ, मगरात हामी नछोड्ने। हजुर यो लाइनको भएकोले गर्दाखेरि हामी यसमा अडिक छौँ, लागिरहेका छौँ, भिडिरहेका छौँ र आफ्नो पहिचानको लागि लडिरहेका छौँ। के छ तपाईँहरूसँग जनता कतिको छ? जनताले कतिको साथ दिएको छ? अब चुनावी दौडमा के तपाईँहरूको स्थान कस्तो हुन्छ? 1 नम्बर प्रदेशमा लगभग 35 लाख जनसङ्ख्या छ। हजुर 35 लाख जनसङ्ख्यामा हामीसँग लगभग धेरै नभए पनि आधाभन्दा बढी जनसङ्ख्या हाम्रो पक्षमा छन् अहिले। र बिस्तारै माहौल बन्दै गइरहेको छ, जनताले बिस्तारै बुझ्दै गइरहेका छन्। हामी नयाँ पार्टी भएको 81 यो त हाम्रो बहुमत हुन सक्दैन, तर पनि केही समय पछाडि चाहिँ हाम्रो बहुमत हुन्छ भन्ने कुरा हामी पूर्ण ढुक्क छौँ। अनि त्यसो गर्दाखेरि त 35 लाखको आधा जनसङ्ख्या सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग छ भनेपछि त धेरै ठुलो पावरफुल पार्टी भयो नि। तर यसको हलचल खासै देखिँदैन त, के हो यो? हामीले चाहिँ पहिला चाहिँ भयङ्करै आन्दोलन गरिरहेको थियौँ। अहिले यो आन्दोलन पक्ष चाहिँ राम्रो होइन, यसलाई चाहिँ अलिक शान्तिपूर्ण तरिकाले जानुपर्छ, जनताको मन जित्दै जानुपर्छ भन्ने लाइनमा गएको कारणले आज अहिले त्यति साह्रो हो हल्ला चाहिँ देखिँदैन। तपाईँहरूको जुन सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पेट सिद्धान्त चाहिँ के हो? सहअस्तित्ववाद, हजुर समावेशी, हजुर पहिचान र सम्पूर्ण उत्पीडित जातिहरूको
उत्थानको निमित्त लड्ने सबैभन्दा ठुलो हाम्रो दर्शनै सह-अस्तित्ववाद हो। त्यो त अनि सबै पार्टीले भन्छ नि त, एमाले, कङ्ग्रेस, माओवादीहरूले सबैले हामी पहिचानवादी हौँ, सङ्घीय सह-अस्तित्ववाद हामीसँग पनि छ भन्छन् त। होइन, उनीहरूसँग त कहाँ छ र? उनीहरूसँग त ब्राह्मणवादले घेरिएको, जगटिएको, अल्झिएको त्यो जालोले छ्याप्प ढाकेको पार्टी हुन् तिनीहरू त। यहाँ त एक जाति, एक धर्म, एक भाषाको मात्रै विकास हुने त्यो एकल जातीय पहिचान बोकेको पार्टी हुन्। तर हामी चाहिँ बहुजातीय, बहुपहिचान बोकेको पार्टी भएको कारणले गर्दाखेरि हाम्रो मुद्दालाई अहिले तत्कालै त्यति बुम नदेखिए पनि केही समय पछाडि यसले पिकअप लिँदै गएको भनेपछि जनताले ढिलै भए पनि बुझ्छन्। यो किनकि यो त सह-अस्तित्ववाद भनेको त यो संसारलाई टिकाइराख्ने, संसारलाई युद्धदेखि बचाउने, शान्तिपूर्ण सेफ ल्यान्डिङ गर्ने सबैभन्दा ठुलो तेस्रो वाद नै सह-अस्तित्ववाद हो। उहाँ हुनुहुन्थ्यो सुदूरपूर्वी नेपालको लिम्बुवान क्षेत्रको हाल चाहिँ नाममा चर्चा रहेको र सङ्घीय र पहिचानवादी पार्टी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान प्रान्तीय समिति को चाहिँ महासचिव पनि हुँ भन्नुहुन्छ धनराज सुब्बा तेर्थुमे। हवस् त, उहाँको कुरा फेरि पनि लिएर आउनेछौँ। नमस्ते, धन्यवाद छ सबैलाई।